11 बजिसकेछ। यो आमा छोरी कहाँ गएछ हौ? यस्तो भोक लागेको छ। के जिन्दगी आज नि यो आमा छोरीले मलाई भोकै नै पाउने भयो नि। आज बुढियाले भात पनि राख्दैन, बाहिरै खानु पर्ला खाजा हो। के जिन्दगी 5 रुपियाँ गोजीमा जहिले पनि। यो केटाहरू कहाँ गएछ? यो त ओडातिर गयो कि झेलिनतिर गयो? ओ आइडिया! ए यतै छ केटाहरू। चुरोट खाउँ भने यो 5 रुपियाँ मात्रै छ। होस् यही ठुटे बिडी नै खान्छु म। ए केटाहरू यहाँ छ। लो जर्मन हेर लो तेरो हेर्ने पाली नेपाल हो त क्या लोदर साला गाप दिले के गरेको छिटो गर्न यार म पनि हाप्छु यार मालै आएन यार हेट म चल्छु यार ल ल है आइ मेरो 50 ल गोमीलाई के गर्नु चल ए म चले 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 50 चले त के गर्न जुझे छिटो गर्न यार हेर्छु म पनि मेरो आएन हौ गाप दिएको मेरो छिटो आयो 50 लो मैले 50 रुपैयाँ लगाएर खोल्दे लो मेरो मिसी जुट छ के छ त्यहाँ तेरो ए मिस जुट पो ए बसे मारेको पैसा भरे बुढीसँग गर्न यार ताच्चे बाँड्छ छिटो पक न हौ पक ओ धुवाले तास चिया चलाउनु छिटो बाँड काट ल ल ओइ हेर्नु टेम्पो आउँदैछ थेट फेरि यो मान्छे आएछ यार यो मान्छे आएपछि मलाई रोजर लाग्छ यार मलाई त गाप्दै यार ए तिम्रो काम छैन के हो? साला भातेहरू
साला उसले नै भात नखाएको होला हामी त भातै भन्छ किन हाँसो खै आदिहरू के गर्नु दाजु तपाईँको कुरै त्यस्तै छ त। लु भन् त तैँले आज भात नखाइकन आएको हो के भन् त। यो त हो यार आज बुढीले भातै राख्दैन रहेछ आज भातै खाउँछ नि यार टेन कुमार जबसम्म जर्मन हुन्छ त किन सुर्ताउँछस् आइज तास खेल्नु बस खाजाको व्यवस्था अहिले गरौँला न बस दाइ तास त खेल्नु हुन्थ्यो गोजीमा 5 रुपियाँ मात्र छ तँसँग पैसा कहिले पो हुन्छ र अलिअलि पैसा भयो भने तँलाई रक्सी खानु पुग्दैन म लगाइदिइहाल्छु नि किन चिन्ता लिन्छस् लुकिएको गोपले तास बाँड्न यार के गर्नु यार हिजो अलिअलि खाएर गइएको थियो बुढीले ढोकै खोलेन यार मेरो सुता जहिले बाहिर हुन्छ क्या भातको त कुरै छोड्न यार ए भनेपछि तँ पनि बुढी पीडित परेस् यसको आइडिया त जर्मन दालाई थाहा छ नि अस्ति यो नसुलाई पनि उसको बुढी ढोका नखोल्दाखेरि जर्मन दाले सल्लाह दिनुभएको थियो यस्तो कुरा जर्मन दाले सोध्न हो यार हो यस्तो कुरा त जर्मन दालाई थाहा छ यार हो यार यस्तो कुरा त हामीले नि सिक्नुपर्छ सुन्नुपर्छ बुझ्नुपर्छ। हो यो कुरा चाहिँ ठिक हो ए आज बल्ल मलाई थाहा भयो तिमीहरू सबै एसपी रहेछौ यो एसपी भनेको चाहिँ को रहेछ हौ एसपी भनेको यो र यो जस्तै हो क्या स्वास्नी पीडित भन्छ एसपी भनेको स्वास्नी पीडित क्या एसपी राति मातेर जाँदा स्वास्नीले ढोका खोल्ने उपाय के सिक्ने हो त ल सुन केटा बुझ्यो केटा हो बुझ्यो मम्मी बाबा आउनुभयो छोड दे ढोका नखोल्तिर माथि बाउलाई सुत आमालाई छुर्पी छोरीलाई क्याडबेरी मम्मी तपाईँलाई छुर्पी अनि मलाई क्याडबरी बाबाले ल्याइदिनु भएको छ अरे ढोका खोल्नु न होइन डाँटेको चाहिँ नाइ म त ढोका खोल्छु छोडेबाट खोइ तेरो बाबा ल्याइदियो त क्याडबरी आमालाई छुर्पी छोरीलाई क्याडबेरी ल्याउनु त बिर्सेछु के जिन्दगी नमस्ते हजुरहरूलाई हाम्रो प्रस्तुति कस्तो लागिरहेछ हाम्रो प्रस्तुति हजुरहरूलाई मन परेमा हाम्रो च्यानलमा गएर लाउरे लिम्बू च्यानलमा गएर लाइक
सेयर सब्सक्राइब गरिदिनु होला। हामी हजुरहरूको लागि यस्तै यस्तै प्रस्तुतिहरू लिएर आउनेछौँ फेरि। हजुरहरूले हाम्रो च्यानललाई भिजिट गरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।